हेलो एभ्रिवान, यदि तपाईँहरू म्यादी प्रहरीको इन्टरभ्यू दिँदै हुनुहुन्छ अर्थात् म्यादी प्रहरीको तयारी गर्दै हुनुहुन्छ भने तपाईँहरूलाई चाहिँ इन्टरभ्यूमा सोध्ने एकदमै महत्त्वपूर्ण क्वेसनहरूको बारेमा भन्न चाहन्छु। आज चाहिँ हजुरहरूलाई चाहिँ म्यादी प्रहरीमा चाहिँ के कस्तो कस्तो क्वेसनहरू सोध्छ र जाँदाखेरि तपाईँले चाहिँ कसरी चाहिँ म्यादी प्रहरीको चाहिँ तयारी गर्न सक्नुहुन्छ भन्ने विषयको बारेमा कुरा गर्न चाहन्छु। यदि तपाईँ म्यादी प्रहरीको परीक्षा हलमा जाँदै हुनुहुन्छ अर्थात् इन्टरभ्यू दिँदै हुनुहुन्छ भने चाहिँ हजुरले चाहिँ कुनै पनि प्रवेश पत्र छ त्यस्तो छ भने लिएर जानुपर्ने हुन्छ सबभन्दा पहिले चाहिँ है त। अनि प्रवेश पत्र छ त्यो लिएर जानु होला। त्यसपछि परीक्षा हलभित्र चाहिँ मोबाइल फोनको प्रवेश निषेध छ होइन। अनि परीक्षा हलमा जाँदा कापी कलम कागज त्यस्तो लिनु हुँदैन। उम्मेदवारको कुरा गर्ने सङ्केत पनि गर्नु हुँदैन है त। यदि मर्यादा विपरीत गयो भने चाहिँ यदि उम्मेदवारले कुनै पनि परीक्षा हलमा उसलाई चाहिँ हलबाट निष्कासन गराइनेछ है त। त्यही भएर हजुरहरूले चाहिँ त्यस्तो कुनै पनि चार्जसिट कापी कागज सिटहरू त्यस्तो कुनै पनि नलग्नु होला। अनि त्यसपछि हजुरले चाहिँ आफ्नो स्वतः परीक्षा रद्द हुन्छ यदि उहाँहरूले चाहिँ आफूले चाहिँ त्यस्तो विपरीत कुनै पनि हलमा विपरीत कामहरू मर्यादा विपरीत रह्यो भने उसलाई चाहिँ परीक्षा हलबाट स्वतः रद्द गरिन्छ। अनि बिरामी भयो भने चाहिँ इन केस होइन परीक्षा दिन आएको मान्छे बिरामी पऱ्यो भने चाहिँ आफै जवाबदेही हुनुपर्छ। र प्रवेश पत्र यदि तपाईँको हरायो भने चाहिँ त्यसको चाहिँ प्रतिलिपि पाउनुहुन्छ। अब तपाईँहरूलाई चाहिँ इन्टरभ्यूमा सोधिने के कस्तो क्वेसनहरू सोध्छ होइन, कसरी जवाब दिने त्यस्तो कुराहरूमा हजुरलाई चाहिँ केही जानकारी दिन चाहन्छु। हजुरहरूले चाहिँ सबभन्दा पहिला अब म्यादी प्रहरी इन्टरभ्यूमा चाहिँ के कस्तो क्वेसनहरू सोध्छ होइन। सबभन्दा पहिला त हरेक इन्टरभ्यूमा सोधिने प्रश्न भनेको तपाईँको कुन हो त, तपाईँको चाहिँ आफ्नो परिचय दिनुहोस् होइन। टेल मी अबाउट युर सेल्फ भनेर चाहिँ पहिलो क्वेसन चाहिँ आफ्नो अब हजुरले चाहिँ अब इन्टरभ्यू सर्टकट हुन्छ होइन, त्यही अनुसारले चाहिँ आफूले चाहिँ सर्टकट एन्सर दिने, आफ्नो नाम ठेगाना पेसा शैक्षिक योग्यता के कस्तो छ त्यस विषयमा राम्रोसँग चाहिँ एकदम सजिलो तरिकाले होइन बुझ्ने तरिकाले चाहिँ आफूले चाहिँ सर्टकट एन्सर चाहिँ दिनु होला। धेरै लामो यताउता कुरा गरेर काम छैन, छोटो सर्टकट जे सोधेको छ त्यही कुराहरू नाम भन्ने, ठेगाना भन्ने, पेसा भन्ने र शैक्षिक योग्यता के हो त्यो भन्ने, जे सोधेको छ त्यसको ठ्याक्कै एन्सर दियो भने चाहिँ राम्रो हुन्छ। त्यसपछि अर्को क्वेसन के छ भने चाहिँ अब तपाईँ चाहिँ म्यादी प्रहरीमा किन भर्ती हुन चाहनुहुन्छ भनेको छ है त। म्यादी प्रहरीमा किन भर्ती हुन चाहनुहुन्छ, अब हजुरले चाहिँ आफ्नो तरिकाले पनि एन्सर दिन सक्नुहुन्छ। यदि राम्रो तरिकाले प्रोफेसनल तरिकाले पनि दिँदा राम्रो। साधारणतया सर म यता चाहिँ एउटा विद्यार्थी हो, कृषक हो होइन, नागरिक हुँ। राज्यले चाहिँ एउटा छोटो अवधिका लागि चाहिँ एउटा देशलाई सेवा गर्ने अवसर प्रदान गरेको छ र त्यसमा चाहिँ म एकदमै अग्रसर भएर चाहिँ अगाडि बढेर चाहिँ आफ्नो योगदान, देशलाई चाहिँ योगदान दिने, केही आफ्नो देशलाई चाहिँ केही अनुभव बटुल्नको लागि र देशलाई योगदान दिने काम चाहिँ गर्न चाहन्छु भने चाहिँ हजुरले चाहिँ त्यही अनुसार चाहिँ जान चाहन्छु त्यही भएर भनेर चाहिँ मिलाएर भन्न सक्नुहुन्छ। त्यसपछि अनि अब म्यादी प्रहरी नै तपाईँले चाहिँ किन छान्ने त है त, अरू पनि तपाईँ योग्य अनुभव भएका नै छन् भन्ने कुराहरू जस्तो क्वेसनहरू सोध्न सक्छ। त्यस्तो अवस्थामा चाहिँ तपाईँले के गर्नु होला भनेपछि एउटा चाहिँ म सचेत नागरिक हुँ, अनुशासन छु होइन, इमान्दार छु भन्ने कुराहरू गर्न सकिन्छ। इमान्दार छु होइन, अनि अनुशासित छु होइन, अनि त्यसपछि आज्ञा पालन गर्न पनि आज्ञा पालन गर्छु म होइन। आज्ञा पालन गर्ने एउटा क्षमता छ मसँग। कुनै पनि व्यक्तिको अब के भन्छ नि शैक्षिक योग्यता भएर मात्रै पनि हुँदैन, तर एउटा देशलाई सेवा गर्ने एउटा अनुभव चाहिँ ठुलो कुरा हो होइन। त्यही भएर चाहिँ म यो देशलाई सेवा गरेर कसरी गर्ने भन्ने हिसाबले एउटा अनुभव प्राप्त गर्न चाहन्छु। त्यही भएर चाहिँ मलाई छान्नु होला भनेर चाहिँ हजुरले चाहिँ यसरी एन्सर दिन सक्नुहुन्छ। अब कार्य अवधिको कुरा गर्ने भने चाहिँ म्यादी अवधिको चाहिँ 40 दिन हुन्छ है त। 40 दिनको चाहिँ अब अवधिको कुराहरू हुन्छ, यस्तो क्वेसनहरू पनि सोध्न सक्छ। अब म्यादी प्रहरीलाई प्रदान गरिने सेवा सुविधा के हुन् त त्यो विषयमा सोध्यो भने हजुरले चाहिँ सबभन्दा पहिला अब जस्तै एउटा प्रहरी जवानलाई जति स्यालेरी हुन्छ त्यति नै पाउने हो। जस्तै अहिलेको हेर्ने भने चाहिँ 34,776 छ, त्यति दिने भएको छ। अनि तपाईँले चाहिँ अब खाद्यान्नको व्यवस्था हुन्छ है त, खाद्यान्नको व्यवस्था हुने भयो। त्यसपछि अब खटिएको ठाउँमा आउने जाउने यताउता खर्च हजुरलाई चाहिँ त्यही रूपमा अब एकमुष्ट तरिकाले 846 रुपियाँ जसरी प्रदान गर्छ। अनि हजुरलाई पोसाकहरू भइहाल्यो, अनि बस्ने खाने खाजा खर्च सबै कुराहरू चाहिँ प्रदान गर्छ भनेर चाहिँ हजुरले चाहिँ यसरी चाहिँ भन्न सक्नुहुन्छ। अब तपाईँको जिम्मेवारी चाहिँ के हो भनेर सोध्न सक्छ है त म्यादी प्रहरी। तपाईँ एउटा म्यादी प्रहरी बनिसकेपछि तपाईँको जिम्मेवारी के हो भनेर सोद्धाखेरि हजुरले चाहिँ अब भिडभाडलाई राम्रोसँग मिलाउने, लाइनहरूमा लगाउने होइन। अब सामानहरू छ भनेपछि त्यसको सुरक्षा गर्ने, अनि मतपेटिकाको सुरक्षा गर्ने, भिडभाड व्यवस्थापन गर्ने। अब कमान्डरले खटाएको काम के कस्तो छ होइन, यो कस्तो गर भनेको छ होइन, उहाँले भनेको कमान्डरले जे भनेको छ त्यही अनुसार चाहिँ आफूले चाहिँ चल्न सक्नु पऱ्यो। त्यही अनुसार चाहिँ आफ्नो कर्तव्य भनेको त्यही, उहाँले जे भन्नुहुन्छ त्यही भनेको हाम्रो कर्तव्य हुन्छ। त्यसपछि अर्को छ म्यादी प्रहरीको आचरण कस्तो हुनुपर्छ है त। अब म्यादी प्रहरी भइसकेपछि तपाईँको चाहिँ अब कस्तो आचरण हुन्छ भनेर सोध्न सक्छ है त। त्यस्तो अवस्थामा चाहिँ आफूले चाहिँ होइन अब कामप्रति एकदमै इमान्दार होइन,
तटस्थ हुनु पर्यो राजनीतिक रूपमा, त्यस्तो कुनै राजनीतिक दलमा जोडिएको होइन, त्यस्तो कुनै पनि हुनु भएन। सभ्य हुनु पर्यो, मर्यादित हुनु पर्यो। त्यसपछि तपाईँको चाहिँ सहयोगी भावना भएको हुनु पर्यो सबैलाई होइन। त्यसपछि अर्को क्वेसन छ, म्यादी प्रहरीले केही होइन शङ्कास्पद गतिविधिदेखिमा चाहिँ के गर्ने त होइन। अब कुनै अब म्यादी निर्वाचन भइरहेछ, त्यस्तो शङ्कास्पद होइन कुनै केही तलमाथि भयो भने त्यति बेला चाहिँ आफ्नो कमान्डरलाई खबर गर्ने होइन, इन्चार्ज को छ त्यहाँको त्यसलाई चाहिँ खबर गरेर चाहिँ आफूले चाहिँ त्यस्तो अवस्था आयो भने त्यही गर्न सकिन्छ है त। अनि त्यसपछि अब हजुरले चाहिँ अब केही अरू कुराहरू पनि सोध्न सक्छ, जस्तै संविधानहरूको सामान्य कुराहरू होइन, नाम के हो, लागु मिति कहिले भयो। अब नेपालको संविधान भनेको अब नेपालको नाम भनेको नेपालको संविधान नै हो है त। अब त्यसपछि लागु चाहिँ कहिले भयो भनेपछि नेपालको संविधान चाहिँ हाम्रो लागु भयो 2072 असोज 3 गते चाहिँ लागु भएको थियो है त। त्यसपछि अर्को क्वेसन, नेपालको संविधानको कति धारा, भाग र अनुसूची रहेका छन्, यस्तो क्वेसनहरू पनि सोध्न सक्छ है त। नेपालको संविधानको अब हजुरले धारा भनेपछि 308 रहेको छ संविधानको, त्यसपछि भाग भनेपछि 35वटा भाग रहेका छन् र अनुसूची भनेको 9वटा रहेका छन्, यसरी चाहिँ भन्न सक्नु पर्यो। त्यसपछि अनि मौलिक हक चाहिँ कति रहेका छन्, नेपालको संविधानको मौलिक हकहरू कतिवटा रहेका छन् भनेपछि 31वटा भनेर चाहिँ हजुरहरूले हाम्रोसँग 31वटा छ भनेर चाहिँ भन्न सक्नुहुन्छ। र त्यसपछि अब देशको अहिले को के कस्तो छ, कुन कुन पदमा छ भन्ने कुराहरू पनि सोध्न सक्छ। जस्तै अहिले राष्ट्रपतिको नाम के हो भने चाहिँ अब रामचन्द्र पौडेल भन्नु पर्यो। अहिले प्रधानमन्त्रीको नाम के छ, सुशीला कार्की होइन। अहिले गृहमन्त्री को हुनुहुन्छ भने चाहिँ अहिले चाहिँ ओम प्रकाश अर्याल हुनुहुन्छ है त। गृहमन्त्री चाहिँ अहिलेको करेन्टली गृहमन्त्री भनेको ओम प्रकाश अर्याल हुनुहुन्छ। र त्यसपछि अनि नेपाली सेनाको प्रमुख कुन हो त है त। नेपाली सेनाको प्रमुख कुन हो त भनेपछि अशोक राज सिग्देल हुनुहुन्छ अहिले चाहिँ नेपाली सेनाको प्रमुख चाहिँ। यसरी चाहिँ हजुरले नामहरू सोध्न सक्छ। त्यसपछि अहिले नेपाल प्रहरीको आइजिपी कुन छ भनेर सोध्न सक्छ। अहिले आइजिपी भनेको अहिले दानबहादुर कार्की हुनुहुन्छ। आइजिपी भनेर के सोध्न सक्छ होइन, प्रहरी निरीक्षक भनेर चाहिँ हजुरलाई सोध्न सक्छ। त्यसरी चाहिँ दानबहादुर कार्की भनेर चाहिँ हजुरले राख्न सक्नुहुन्छ। त्यसपछि अब हजुरले कुन जिल्लाबाट म्यादी प्रहरीको होइन फर्म लगाउनु भएको त्यही जिल्ला सम्बन्धी चाहिँ अलिकति हजुरले जानकारी हुनुपर्छ है त। अब हजुरले चाहिँ कुनै पनि जिल्लाको अब कुन जिल्लाको जिल्ला प्रमुख अधिकारी होइन, प्रमुख जिल्ला अधिकारीको नाम के हो, सिडिओको नाम के हो भनेर सोध्न सक्छ। त्यो कुराहरू थाहा पाउनु पर्यो कुन हो हजुरको जिल्लाको चाहिँ। अनि हजुरको चाहिँ तह कतिवटा छन् होइन, तपाईँको जिल्लामा स्थानीय तह चाहिँ कतिवटा छन् त्यो कुराहरू थाहा पाउनु पर्यो है त। स्थानीय तह कतिवटा रहेका छन्। त्यसपछि तपाईँको चाहिँ आफ्नो प्रदेशको नाम र राजधानी कुन हो त्यो भन्न सक्नु पर्यो। अनि त्यसपछि आफ्नो प्रदेशको मुख्यमन्त्रीको नाम के हो त्यो पनि हजुरले सबै कुराहरू थाहा भएर नै जानुपर्छ है त, कुनै पनि इन्टरभ्यू दिँदै जाँदै गर्दाखेरि म्यादी प्रहरीको। अनि त्यसपछि जिल्ला प्रमुख सुरक्षा कसको जिम्मा हुन्छ यो कुरा थाहा पाउनुभयो। जिल्ला प्रमुख सुरक्षा भनेपछि प्रमुख जिल्ला अधिकारीको हुन्छ। यो कुराहरू चाहिँ थाहा पाउनु पर्यो है त। अब यति क्वेसनहरू छ अहिलेलाई है त। यदि तयारी गर्नुभयो भने चाहिँ हजुरले चाहिँ लगभग पुग्छ होइन। अरू पनि धेरै कुराहरू गर्नुहुन्छ भने चाहिँ गर्न सकिन्छ। आजको भिडियो चाहिँ हामी यति गरौँ साथीहरू होइन। यदि तपाईँहरूलाई अरू फेरि पनि चाहिन्छ त्यस्तो खालको क्वेसनहरू छ, कुनै पनि त्यस्तो त्रुटि छ भने चाहिँ होइन, भिडियोमा कुनै गलत भएको छ भने त्यसलाई सच्याइदिनु होला है त। अब अर्को भिडियोमा केही त्यस्तो अरू नयाँ चाहनुहुन्छ भने चाहिँ इन्टरभ्यू क्वेसनहरू होइन, त्यस्तो अब लिखित परीक्षा पनि हुन्छ भन्ने छ होइन, त्यसमा चाहिँ के कस्तो हुन्छ भन्ने कुराहरूको बारेमा नि भिडियो बनाउँला। त्यसको विषयमा चाहिँ अब हजुरलाई चाहिन्छ भने चाहिँ कमेन्ट गर्नु होला। अनि लाइक सेयर सब्सक्राइब गरेर चाहिँ साथ दिनु होला भन्दै अहिलेलाई थ्याङ्क यू सो मच।